के तपाईलाई थाहा छ हाम्रो गाउँघरमा पालेको गाई भैँसी अत्यन्त नै कम दुध दिन्छ। किन दिन्छ? किनभने हामीले गाउँघरमा खुवाउने भनेको धेरै जसो पराल हो, भुसी हो, मकैको डाँठ जस्ता कुराहरू हामीले खुवाउने गर्छौँ र त्यस्ता कुरामा हाई अमाउन्ट अफ लिग्निन हुन्छ, ओक्जालेट हुन्छ, सिलिकेट हुन्छ र यो ओक्जालेट र सिलिकेटले न त त्यो खाएको कुराहरूलाई राम्ररी डाइजेस्ट नै हुन दिन्छ र डाइजेस्ट भएको कुराहरूलाई न त एब्जर्ब नै हुन दिन्छ। यदि राम्ररी डाइजेस्ट र एब्जर्ब भएन भने दुधको मात्रा यसै नै घटिहाल्छ। त्यसैले यदि हामीले 20 केजी रफेज खुवायो भने एटलिस्ट मात्र 10 केजी नभए पनि यदि 5 केजी मात्र कन्सन्ट्रेट खुवाउन सकियो भने हामीले दुधको मात्रा धेरै नै बढाउन सकिन्छ। जस्तै यदि हामीले 20 केजी घाँस खुवाइरहेछौँ भने 5 केजी मात्र भए पनि व्हिट ब्रान्ड, राइस ब्रान्ड, मस्टर्ड ओइल केक, खैर जस्ता कुराहरू यदि हामीले खुवायो भने हामीले दुधको मात्रा अत्यन्तै नै बढाउन सकिन्छ। र